डेली ब्लग हाल्छु आफ्नो लाइफमा केही भइरहेको छ त्यो चाहिँ भिडियो बनाउँछु भनेर सोचिरहेको छु होइन सोचेको होइन आजको वेदर चाहिँ यस्तो छ होइन सोच त थियो तर भ्लग चाहिँ बनाइन के भन्नु आफूहरू 5 जना 10 जना 15 जना 20 जना कतिजनाले यो हेलो गाइस दिस इज क्षितिज वेलकम ब्याक टु न्यू ब्लग मैले चाहिँ आज के सोचेर चाहिँ ब्लग बनाउँदैछु भने नि म चाहिँ भर्खरै उठेको होइन लगभग यतिखेर चाहिँ अहिले चाहिँ लगभग 10:30-11 बज्न लागिसकेको छ मैले चाहिँ सुत्दाखेरि नै दिमागमा कुराहरू खेलिरहेको हुन्छ नि त अनि न अब चाहिँ केही गर्नुपर्छ बनाउनुपर्छ कन्टेन्ट भिडियो बनाउनुपर्छ भन्ने चाहिँ दिमागमा अति नै आइरहेको थियो कि धेरै दिनैबाट होइन अनि अब चाहिँ म केही होइन 100 डे च्यालेन्ज गर्छु डेली ब्लग हाल्छु आफ्नो लाइफमा केही भइरहेको छ होइन के गरिरहेको छु के हुन्छ जापानको लाइफ कस्तो छ होइन त्यो चिजहरू सोचेर चाहिँ भिडियो बनाउँछु भनेर सोचिरहेको छु होइन सोचेको छु होइन अब मैले स्टार्ट गरिसकेँ अब ब्लग चाहिँ स्टार्ट भइसकेको छ अब चाहिँ डेली ब्लग हाल्छु हजुरहरूले माया देखाइदिनु होला अनि खास गरी यो चाहिँ किन गर्न लागेको भने चाहिँ आफूलाई कन्सिस्टेन्सी राख्न र डिसिप्लिनमा बस्नको लागि चाहिँ भिडियो बनाउन खोजिरहेको छु म होइन जस्तै यो भिडियो चाहिँ अब 100 डे च्यालेन्ज गरेर चाहिँ सकिँदैन कि किनकि मलाई सधैँभरि बनाउनु छ नि त मलाई आफ्नो डेली लाइफ देखाइराख्नु छ होइन त्यस्तो यो भिडियोहरू धेरै त्यस्तो स्पेसल त हुँदैन तर डेली भ्लगमा चाहिँ कस्तो हुन्छ भने अब हुन्छ नि बिहान आफ्नो लाइफमा के भइरहेको छ त नि त्यो चिजहरू चाहिँ देखाउन खोजिरहेको छु मैले आजको वेदर चाहिँ यस्तो छ होइन पुरै भवाल छ तर यार क्या दामी क्लाउड देखिरहेको थियो तर के भन्नु बाहिर निस्किन त सकिन्न यार हात छुएन चिया सिड खान लागेको छु होइन अनि यहाँ चाहिँ फेरि दुध तताइरहेको छु दुध र टक्क हिजो एउटा जापानिज दिदीले चाहिँ ब्रेड लिएर आइदिनु भएको छ ब्रेड खानुपर्ने हुन्छ है त 2 hours later म चाहिँ अब टक्क लाएर खाना खानिरहेको छु यहाँ चाहिँ दही छ होइन तर यो चाहिँ दही पानी हालेर खान्छु म चाहिँ दही पानी यो चाहिँ भेन्टा आलुको तरकारी हो यो चाहिँ खाना यहाँ टक्क म यो नेपालबाट पठाइदिनु भएको घिउ पनि हालिसकेको छु अब खाना खानुपर्ने हुन्छ म चाहिँ अब यहाँ फोटो एडिट गर्दैछु होइन अघि एकछिन मस्त सुतेछु फोटो बनाउनु एडिट गर्नु पऱ्यो भनेर चाहिँ हिजो खिचेको फोटो यो चाहिँ होइन हिजो चाहिँ खासै भ्लग बनाउने सोच त थियो तर भ्लग चाहिँ बनाइन तर फोटो चाहिँ खिचेछु टक्क लाएर है यो चाहिँ बुद्धको स्ट्याचु हो यो चाहिँ ट्रेन यो फोटोहरू चाहिँ इन्स्टाग्राममा हेर्नु होला है त चटर पारामा म त अघि फोटो एडिट गरेर भ्याएर पनि फोटो अपलोड गरेर पनि होइन एकछिन बसेँ अनि एउटा मुभी हेर्दै थिएँ सिरिज अनि अब अहिले चाहिँ हल्का खाइमुना गर्न जाऊँ भनेर चाहिँ घरबाट निस्किएको छु अस्ति कुखुराको मासु यस्तो मिठो बनाएर खाएको होइन अझै त्यही खान मन लाग्यो त्यही टेस्ट खान मन लागिरहेको ल्याएर बनाउनु पऱ्यो भनेर चाहिँ जान लागिरहेको छु यस्तो छ है यहाँ फेरि यो चाहिँ हल्का सिटीबाट त्यो 15 मिनट जति चाहिँ यता टाढा छ मेन नागो स्टेसनबाट चाहिँ अब जान्छु मोटा छ गाई हेर्नु यस्तो छ है त ल त्यो गाई चाहिँ भिडियोमा चाहिँ खासै केही हुँदैन अब किनकि डेली लाइफ देखाउनु नि त अहिले मैले खासै काम पनि गरेको छैन नि त त्यही भएर केही पनि हुँदैन काममा भयो भने त झन् एकदम बिजी नै भइहाल्छ त्यो टाइममा झन् कन्टेन्ट नै हुँदैन अलिकति फ्री भएको बेलामा हो अहिले फ्री भए पनि अब फेरि एक्लै कहाँ जाने केही गर्ने कसो गर्ने मात्र हुन्छ नि त त्यही भएर चाहिँ हेरौँ हेरौँ के हुन्छ होइन अब 100 डेको च्यालेन्ज चाहिँ राखेको छु त्यो च्यालेन्ज पुरा गर्न सक्छु सक्दिनँ मिट गर्न सक्छु सक्दिनँ होइन म कतिको डिसिप्लिनमा बस्न सक्छु कतिको कन्सिस्टेन्सी हुन्छु लेट चाहिँ हजुरहरूले माया देखाइदिनु भयो भने चाहिँ अझै इनर्जी आउँछ होला होइन तर जे भएन होइन आफूले दिनपर्ने चिज त दिन त पऱ्यो नि त मेन कुरा आफूले दिँदै नदिकन चाहिँ खोजेर मात्र पनि हुँदैन नि त अब हेरौँ जतिजनाले हेर्नुहुन्छ 5 जना 10 जना 15 जना 20 जना कतिजनाले हेर्नु भएको छ होइन आफूलाई कमेन्ट गरिदिनु होला कस्तो भइरहेको छ होइन कस्तो खालको कन्टेन्ट बनाऊँ के रिलेटेड कन्टेन्ट बनाऊँ त्यो टाइपको चाहिँ सजेसनहरू चाहिँ गरिदिनु होला कमेन्ट गरेर
फिडब्याकहरू दिनु होला के भयो के भएन। त्यही हो गाइज, बोल्न खासै त आउँदैन जस्ट सानो ट्राई। भ्लग बनाएको त धेरै नै भयो कि, तर हुन्छ नि अब यसरी च्यालेन्ज गरेर चाहिँ बनाएको थिएन। जस्तो कहिलेकाहीँ घुम्न गएको बेलामा पहिला चाहिँ अब नेपालमा हुँदा चाहिँ बनाइन्थ्यो। अब जापान आएपछि त जापान आउनु बेलामै मैले 100 च्यालेन्ज गरायो भए चाहिँ अति नै बवाल हुन्थ्यो जस्तो लाग्छ मलाई होइन। किनकि यहाँको लाइफ कस्तो हुँदो रहेछ के हुँदो सब थाहा हुन्थ्यो नि त। त्यही हो, अब चाहिँ सुरु गरेर चाहिँ साथ सपोर्ट गरिदिनुहोस्, त्यही भएर चाहन्छु। सुपा चाहिँ म आइसकेको छु होइन। गाइस फाइनली म चाहिँ खाइमुन गरेर भ्याइसक्यो। अब चाहिँ घर जान्छु। पकडामा मासु पकाउनु पर्ने हुन्छ, ट्याक लगाएर खानु पऱ्यो होइन। त्यही गाइस आजको भ्लग चाहिँ एन्ड गर्छु। भिडियो मन पर्ने लाग्छ सक्नुहोस्, स्टिल एन्ड बी सेफ। त्यो भिडियो खासै लामो चाहिँ हुँदैन होइन। अब घर गयो, त्यो खाना पकायो, खायो, सुत्यो, त्यही हुन्छ नि त। त्यही भएर आजको भ्लग चाहिँ एन्ड गर्छु। भिडियो मन पर्ने लाग्छ सक्नुहोस्, टिल देन बी सेफ, बाइ बाइ गाइज। आजभोलि चाहिँ भ्लग बनाउने बानी छुटेर पनि केही भन्नै नआएको जस्तो फिल हुँदो रहेछ कि। बाइ बाइ, भोलि भेटौँला।